यहाँ चाहिँ हाम्रो भाइले आज बारबिक्यू गर्दैछ है भाइ। टेस्टी। हेलो गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल है। र आज चाहिँ मैले है कति महिना बादमा चाहिँ म भिडियो बनाउनु पाउँछु नि त। सो आज चाहिँ मैले यो भ्लग चाहिँ किन गरेको भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो यो मसिन मण्डली चर्चको युथहरूको चाहिँ हामी खोला जाँदैछ है। त्यही भएर आज चाहिँ मैले भिडियो बनाउँदैछु र आज तपाईँहरूले चाहिँ हेर्दै गर्नुहोस् है। र हाम्रो यहाँ चाहिँ है भाँडासाँडाहरू थुप्रिसक्यो। एबिट के हो लजाउँछ पो त तिमी त। र हाम्रो यो चाहिँ सबै गाडीमा लोड हुँदैछ पिकनिकको सामानहरू। ए हो हाम्रो चाहिँ यहाँ भरिसक्यो गाडी हो। यहाँ एबिट सलोन अभिषेक यहाँ विवेक दा सबै जान्छ। आज यो सुन्दर समयको लागि तपाईँलाई धन्यवाद उनीहरूले जुन चाहिँ योजनाहरू गरेको थियो आज वनभोज जानको लागि र उनीहरू प्रस्थान गर्न लागिराखेको छ। तपाईँको चरणमा यिनीहरू हरेकलाई राख्छौँ र विशेष गाडी र चालकलाई तपाईँको चरणमा। फाइनली गाइस हामी चाहिँ आइपुग्यो है। यो यस्तो छ हाम्रो स्पट। माथि देख्दैहरूको पाला पुल। र अब है यहाँ हामी म चाहिँ स्टे बोकिरहेको छु। यहाँ हामी मर्ची हो हजुर पिजिमेन अस्ति सुँगुरको मासु पोलेको नि त यसमा हामीले पोलेको हो। मासु खाने हो भेजिटेरियन हाइम। यो चाहिँ के को लागि दा? ए सुँगुरको मासु चाहिँ बारबिक्यू गर्नु। ओ अच्छा अच्छा हुन्छ हुन्छ। हाम्रो यहाँ चाहिँ उहाँ चाहिँ हुनुहुन्छ मेन चाहिँ सबै सौदाहरू गर्ने चाहिँ उहाँ हुनुहुन्छ। यस मै हो। यो पानीमा हालेर छोडेर सहित पानी हाल्नु पर्यो। पानी हाल्नु गएको होइन। अरे बेलुका फेरि विवेक दालाई चाहिँ हाम्रो अन्डा उमाल्नु भन्दा पनि इन्ट्रेस्ट छ। ऊ पर जस्ट म यहाँनिर डिजे गर्दै नि उता पनि नचाउँदैछु भन्ने। यस्तो हुनुहुन्छ यतिको फ्लेभरहरू चाहिँ यतिको हुनुपर्छ है। टमाटर पढाइले त कप सप सबै बोकेर आएको रहेछ हो। नारुटो र उयो के गरेको? ब्याटम्यान एन्ड नारुटो व्हाट आर यु डुइङ? Jate college are doing? You guys are doing Jate college oh? Jate college are doing? Korchi morchi? के रे भाइ? साप? के भन्छ हौ? ए हो के पाक्दैछ हौ? यो अलिकति सुप पाक्दैछ हल्का। के को हो यो चाहिँ? यो स्पेशल हो। गुरु बीफ लेग पुरा पक पनि छ है। के खानु भएको? पानी गरम छ है? गरम छ नि हजुर। के हो दा एक बजाइदिनु न कस्तो रहेछ बस्दा। ऊ हेर यस्तो परको म यता लु त वारपार जेबिएल हो।
उयोहरू लास्टमा ऊ माथिबाट विवेक दाजु चाहिँ माछा मारेर आउँदैछ तर माछा एउटा पनि परेको छैन अरे यस्तो हुन्छ ए हामी सबैलाई पस्किएर खाना दिइसकेर चाहिँ हाम्रो 2 दिदीहरू भात खाँदै तर यो दिदीको प्लेटमा मासु चाहिँ बिन्दा दिएको होला तर ऊ पटाको चाहिँ छिचिएर खाँदैछ मैले भिडियो गरेको छु नि तर मैले देखेँ क्या त मैले यो हड्डी मात्रै हालेको मैले मासु खाएको छैन हड्डी मात्रै हो म मासु मात्रै खान सक्दिनँ ओके यहाँ हेर्नु न यस्तो पनि हुन्छ यहाँ वरिपरि आजको लागि चाहिँ 2 जना आमाहरू चाहिँ 2 जनै हो नि त हाम्रो हो त्यही भएर चाहिँ यहाँ नै बच्चाहरूले पनि चिनेछ 5-6 जना जस्तोले घेरिरहेको छ भयो आज मजा आयो एबिट कस्तो भयो पिकनिक दामी दि कस्तो भयो पिकनिक मजा आयो सो गाइस चाहिँ अब हाम्रो चाहिँ अब हामी चाहिँ फर्केको होइन र हामीले चाहिँ अब यहाँ हामीले जहाँ पिकनिक खेलेको थियो यहाँनिर हामीले मैला सला पनि डढाइहाल्यो हो र अब चाहिँ हामी चाहिँ गएको पनि हो अब चाहिँ एन्डिङ ग्यासहरू लाँदै गएको हामी चाहिँ ल म पनि आउँदैछु पछि बिस्तारै लड्छ बाटोहरू चाहिँ यस्तै हो वाइस खोलामा चाहिँ अब के हो चाहियो तिमीलाई लास्ट चेक मैले सबै चेक गरिसकेँ ए हो अब चाहिँ हामी निस्किसक्यो हो प्याकिङहरू पनि भइसक्यो सक्यो है